व्हाट अ ब्रेकिङ न्यूज गाइज, बङ्गलादेशबाट चाहिँ ब्रेकिङ न्यूज आइसकेको छ। बङ्गलादेशको चाहिँ पूर्व प्रधानमन्त्री शेख हसिना, जसलाई चाहिँ बङ्गलादेशको तत्कालीन सरकारले चाहिँ मृत्युदण्डको घोषणा गरिसकेको छ। केही वर्ष अगाडि चाहिँ बङ्गलादेशमा पनि स्टुडेन्ट प्रोटेस्ट हुँदाखेरि चाहिँ त्यहाँ चाहिँ जबरजस्ती सरकारको बल प्रयोग गरेर चाहिँ त्यहाँका स्टुडेन्टहरू चाहिँ लगभग 200-300 जना स्टुडेन्टहरूको चाहिँ मृत्यु भएको थियो। यसै विषयलाई चाहिँ लिएर अहिले शेख हसिनालाई चाहिँ मानव अपराधको विरुद्धको हकमा चाहिँ तत्कालीन सरकारले चाहिँ मृत्युदण्ड दिनुपर्छ भनेर मृत्युदण्डको घोषणा भर्खरै गरेको छ साथीहरू। प्रोटेस्ट सफल भइसके पछाडि चाहिँ त्यहाँको प्रधानमन्त्री शेख हसिना चाहिँ भागेर इन्डिया गएको थियो साथीहरू होइन। अहिले यो सरकारले तत्कालै उसलाई चाहिँ मृत्युदण्ड दिनुपर्छ भनेर यो घोषणा गरेको हो र अहिले यो बङ्गलादेशमा यो घोषणा भए सँगसँगै अहिले एकदमै ठुलो प्रश्न भनेको हाम्रो देश नेपालको प्रधानमन्त्री पूर्व प्रधानमन्त्री केपी ओलीले लगभग 70-75 जना प्रोटेस्टमा चाहिँ 70-75 जनाको ज्यान गएको छ। यसको जिम्मा चाहिँ अब केपी ओलीले लिनुपर्छ, केपी ओलीलाई पनि तत्कालीन यस्तै निर्णय गर्नुपर्छ सरकारबाट भन्ने खालको एउटा प्रश्न आएको छ साथीहरू। तपाईँहरूको विचारमा चाहिँ के छ र के भन्न चाहनुहुन्छ कमेन्ट गर्नु होला है त।